टेन्ट हो गाडी यहीँ छ हाम्रो सरर हामी भरि मासु छ नदेखिँदो रहेछ होइन बाटो मात्र एकदम रमाइलो खतरा ल हामी सबैजना उहाँ चाहिँ नयाँ हुनुहुन्छ हाम्रो यता फुच्चाफुच्चीहरू चाहिँ यता छन् हेलो समस्याहरू भित्र छन् हामीलाई हेपेन हाम्रो स्पेसल वान उहाँ हुनुहुन्छ कस्तो राम्रो आएको र बोली बोली हो के उहाँ हाम्रो नयाँ फ्रेन्ड भिडियो बनाइदिन त अरे के हाम्रो ठुलो दिदी हाम्रो ड्राइभर दाइ ड्राइभर त हाम्रो ड्राइभर बापरे भयो हामी कहाँ आयो अरे भन्नुला जबरजस्त है हामी क्याम्पफायर आएको क्याम्पफायर गाइज ए कमन गाइज अरु केही हामी भन्नु यहाँ लागि रेडी गराउँछौँ अब यो गाइज भट्टाभट निकालौँ अब कति टाइम हो रे अब मतलब हजुर कतिचोटि आउनु भयो भन्नु म न यहाँनिर 3 चोटि आएँ म 1 महिनामा 3 चोटि 1 महिनाभित्रमा 3 चोटि आएँ त्योभन्दा पहिला त 2-3 साल पहिला आएको थिएँ यहाँ एकदम राम्रो छ ठाउँ घुम्नलाई हामी आइएछ कुन ठाउँ भनिदिनु न कुनको जबलजैस मतलब यो कुन ठाउँमा छ जबलजैसको है यो ठाउँ त नामै जबलजैस हो यहाँ एरिया नाउँ थाहा रसल खेमामा छैन र रसल खेमाको जबलजैस हो नि त यो ए ल ठिक छ अनि हाम्रो ठाउँ चाहिँ हाम्रो ठाउँ होइन हाम्रो चाहिँ रौनक सलोनको ग्रुप आउनुभएको सबैजना पुच्चीहरू हुनुहुन्छ यता हुनुहुन्छ सबैजना है अब चाहिँ हामी गाडीबाट सामान निकाल्छौँ दाइ के निकाल्दै हुन्छ रोशन दाइको फोन आइरहेको छ तारहरू निकाल्दै हुनुहुन्छ लाइट अन गर्नु पऱ्यो होइन अनि हाम्रो चाहिँ सामानहरू यस्तो यस्तो छ यता सामान निकाल्दै हुनुहुन्छ यो के को कोक्वाली यो कोको यो यता हेर्नु अनि हजुर चाहिँ के गर्दै हुनुहुन्छ यो मैंगो हो अनि यहाँ अघि खाएको उहाँ चाहिँ डान्स गर्दै हुनुहुन्छ सामान चाहिँ हाम्रो फाइनली सबै निस्किसकेको छ अहिले त अब यो निकाल्नु बाँकी हो यो साइड चाहिँ अलि खोर रहेछ के वासरुम नजिक भएर त्यो साइडतिर बसौँ ल यता दाइले चाहिँ यहाँ फिट गर्दै हुनुहुन्छ सबै कुराहरू अहिले चाहिँ अब यसमा है दिदीहरू चाहिँ अब नेक्स्ट गाडीमा आउनुहुन्छ दाइसित अनि हामीलाई चाहिँ ल्याउने दाइ उहाँ होइन हाम्रो ड्राइभर दाइ चाहिँ भन्नु मिल्दैन हाम्रो ब्लगको दाइ हुनुहुन्छ होइन अब यता चाहिँ सामान उसार्दै सबैजना होइन हजुरको नाम परिचय म चाहिँ सङ्गीता दिदी अलरौनक सलोनको जेठी दिदी सलोनको म सबैभन्दा ठुलो दिदी हो उहाँ चाहिँ हाम्रो फ्रेन्ड आप कौन हो बोल दीजिए पूरा मैं आप फ्रेंड फ्रेंड हो ना और आप कोक्वाली ये फुच्ची लाठी
म चाहिँ सलुनको सबैभन्दा सानी सानी भन्नु लाजै लाग्दैन रे उहाँ हुनुहुन्छ एकजना फेरि हाम्रो रनक सलुनको एकदमै को हुनुहुन्छ अरे हजुर भनिदिनु त हजुर म्यानेजरको बहिनी अरे है फेरि सबैजना हजुर म्यानेजरको बहिनी अरे है फेरि सबैजनाले विश्वास पनि नगरिदिनु है फेरि ल सामान चाहिँ सबैजना हाई ओके है अनि हाम्रो चाहिँ एरिया यस्तो छ अब हामी चाहिँ यही एरियामा बस्ने अब अहिले बारबेक्यू गर्ने भन्ने प्लान पनि छ है सबैजनाको चिसो छ मौसम रमाइलो छ है हामी चाहिँ अब सुरु भयो है सबैजना यो चाहिँ के हो अरे हाम्रो कोइला बालेम हाम्रो दिदीबहिनीहरूले यहाँ बारबेक्यू गर्नुको लागि चाहिँ है सबै रेडी छ हामी चाहिँ अहिले यति मात्रै छौँ अहिले आउनुहुन्छ दिदीहरू चाहिँ होइन त उस हालेको नि त के अरे हाम्रो चाहिँ दुईवटा हुनुको कारण चाहिँ एउटामा चिकन हुन्छ एउटामा पोर्क हुन्छ होइन त्यही भएर चाहिँ दुईवटा छ है पोर्क भन्ने बित्तिकै मुखबाट पानी आइहाल्यो नि त पोर्क अब खानुपर्छ है कतिजना त खानुहुन्न हामी चाहिँ खान्छौँ तर हाम्रो ड्राइभर चाहिँ यता बत्तीबाट हुन्छ यो बाहुनी धेरै बोल्छ के यो बाहुनी धेरै बोल्छ के यो बाहुनीलाई दाइ यो बोलेको साउन्ड चाहिँ अफ गरिदिनु है नहाल्नु नि बोलेको चाहिँ दिदीको फोन आएको छ हाम्रो दिदीबहिनीको कष्टहरू चाहिँ जारी छ होइन जारी छ एकदमै जारी छ अब हामी चाहिँ फाइनली के बन्दैछ अरे हाम्रो मासु कति राम्रो सबैजना फेरि पिम्पल आउने पर्छ खै डाइलेक्ट भन्यो नि त पुष्पीले पुष्पीको डाइलेक्ट भन्न त के अरे देखि झन्डिन्छ क्या अन्जु नगर मैले अघि त्यही गरेर फेरि गरेको नगरकै छोड्दे आफै बोल्न त्यो यहाँ मेरो अझसम्म बिहा पनि भएको छैन अझ छोराछोरीको प्लान गरौँ भनेको अझ यो चक्कु बोकेर देखाउँछ बिहे चाहिँ गर्नु पर्ने गरिहाल न उमेर भइसक्यो त होइन रेजिना कोही मिल्गाएको वेस्ट गर्नुहुन्न टाइम हामीले यस म गर्दिछु कहिले 35 2 महिनामा इन्शाअल्लाह अब फेरि यसको बिहामा यही भोज खानुपर्छ होइन बुरुज खलिफा हो रे के हो रे बुरुज के भन भोज त नाउमा नाउमा कसरी खाने हो र यसो देखाउ नाउमा कसरी खाने यसरी ह्यान्ड वास लिएर आएको हो कि क्या हो होइन हाम्रो ठुल्दिदी आएर फेरि पारै छुट्टै छ ठुल्दिदीको बाफ्रे फोटो अगाडि फटाल्यो होला मैले हो दिदी अनि ठुल्दिदी भने यस्तो गर्नु एकपल्ट यस्तो के लाइटको कुरै नभन न म भिडियो नै गराइदिन्छु तर चार्ज छ कि नै फोनमा भन्ने कुरा हो कि यसरी त ब्याट्री सकिन्न र ब्याट्री त खतम हुन्छ सोध्नु त बोल्छ कि नै त बोल्छस् कि नै भिडियो नै गराइरहेको छु अफ गर्छु ल भिडियो लाइट अन यसरी पोल्दै खाँदैछौँ है हामी मासु यसरी उता लुट्छ न हतार
यहाँ चटपट सही खतरा आछ अब सकिन ला है क्याम्प फायर आछ 20 मिनटमा दिन गाउँछु भन्छौ भने सररा दिन गाउँछु तिमीले भन सररा नचार थकाउँछु
गाइस यता तलतिर पनि भएछ मुस्ताङ्गा जस्तो घर छ यहाँ तल फेरि